रोमानिया हुनेहरूको होइन कतिको भिडियो देखेको मैले होइन रोमानिया खत्तम छ नआइजे यो देश योभन्दा बरु साउदी कतार मलेसिया ठिक छ त्यतै जा यहाँ आउँ त्यहाँ आउँ भनेर होइन प्लास्टिक दुःख छ यहाँ नआइजे भनेर होइन मैले धेरैको भिडियो देखेँ के म चाहिँ के भन्छु भने आइजे सब आइजे को आउन सक्छ होइन सब आइजे के सब आएर काम हान रोमानियामा हुन्छ नि त आफू चाहिँ रोमानिया आउने अनि होइन ट्याक्क आफू चाहिँ युरोप आउने अनि अरूहरूलाई चाहिँ नआइजे दुःख छ यताउति दुःख त भइहाल्छ नि काम गर्न आएपछि दुःख हुँदैन नेपालमा त दुःख हुन्छ होइन नेपालमा त कति दुःख हुन्छ अरूको ठाउँमा आएर होइन दुःख हुँदैन त्यही हो नेपालमै केही गर्ने सोच छ अनि अब नेपालमै गर्दा भयो नत्र अब नेपालमा जे गर्दा नि हुँदैन अनि अब बाहिर नै जाने सोच छ भने रोमानिया आउँदा हुन्छ दुःख त गर्नु पर्यो नि होइन दुःख गर्नु पर्यो ट्याक्क अब दुःख गरेपछि नै अब राम्रो हुने हो अनि अब खासमा भन्नुपर्दा चाहिँ यस्तो गाह्रो हुन्छ सप्लाईमा पर्छ यहाँ आउँ त्यहाँ आउँ स्यालेरी टाइममा दिँदैन सबको त्यस्तो हुन्छ भन्ने हुँदैन नि त कसैको राम्रै छ सप्लाईमा पऱ्यो भने राम्रै पैसा छापिरहेछ राम्रै पैसा कमाइरहेछ होइन कसैको अब डाइरेक्ट कम्पनीमा पऱ्यो नि खत्तमै कम्पनी छ स्यालेरी भनेको टाइममा दिएको छैन होइन खाना बस्न राम्रो दिएको छैन आइज के रोमानिया म भन्छु सब आइज के रोमानिया आफू चाहिँ रोमानिया आउने होइन टन्न पैसा कमाउने भन्नाले अब जे पनि आइदिने रोमानिया आएर अनि अब जो पनि नयाँ नेपालबाट एप्लाई गर्न लागेहरूलाई चाहिँ नआइजे यताउति आउनु पर्यो रोमानिया आउनु पर्यो भेटघाट गर्नु पर्यो पैसा कमाउनु पर्यो त्यही हो गाइजहरू जय नेपाल जय देश।